राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र छलफल सुरु भएको बताउनु भएको छ। सोमबार निर्वाचन आयोगले गरेको जलपान समारोहपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रपतिले सरकार गठनको आह्वान गरेसँगै आफ्नो पार्टीभित्र पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल सुरु भएको बताउनु भएको हो। अहिलेसम्मको अभ्यास सरकारमा दल जाने कि नजाने रहेको भन्दै उहाँले आफ्नो पार्टीले भने एजेन्डालाई सरकारमा लाने बताउनुभयो। उहाँले जनतासँग गरेका प्रतिबद्धता र एजेन्डा पूरा गर्ने, प्रतिबद्धता पूरा भयो भने परिवेश बेग्लै भए पनि सरकारमा जानका लागि मात्रै जानुको कुनै औचित्य नभएको धारणा राख्नुभयो। उहाँले पार्टीले आफूलाई दलको नेतामा चयन गरेको पनि जानकारी दिनुभयो। लामिछाने पार्टीका कुनै सदस्यहरूलाई बोल्न बन्देज नलगाइएको बताउनुभयो। हाम्रो चाहिँ एजेन्डा जाने हो। हामीले आम नागरिकसँग कुन एजेन्डा राखेर मत लिएका छौँ, हाम्रो त्यो एजेन्डा सम्बोधन हुन सक्ने अवस्था आयो भनेर त्यो प्रतिबद्धता भयो भने को परिवेश बेग्लै हो। त्यसभन्दा बाहेकमा त सरकारमा जानका लागि जानुको औचित्य छैन भनेर नै हामी छलफलमा छौँ। त्यस कारणले हामीले उठाएका एजेन्डाहरू, हामीले आम नागरिकका जनजीविकासँग सम्बन्धित विषयहरू जसरी उठाएका छौँ ती एजेन्डाहरू सम्बोधन हुन सक्ने प्रतिबद्धता भएको खण्डमा बेग्लै कुरा हो, नत्र चाहिँ हामी अझै पनि छलफलकै क्रममा छौँ। हामी नै त्यसमा धेरै चासोको साथ सहभागी भएका पनि छैनौँ। विभिन्न चरणमा कुराहरूमा आएका होइनन्, तर पहिला त प्रक्रियागत रूपमा अगाडि आउनु पर्यो। जस्तो अब अहिले आजभोलि बल्ल बल्ल सुरु भएको छ, सामान्य राष्ट्रपतिबाट जुन एउटा आह्वान भएको छ, अब बल्ल नै यो प्रक्रियामा हामी प्रवेश गरेका छौँ। प्रक्रिया नै सुरु नहुँदाखेरि सुरुमै दलमा सरकारमा जाने नजाने त्यो समयभन्दा अगावै गर्ने बैठकहरूले चाहिँ त्यति प्रभाव पार्दैन भनेर हामी आफै चाहिँ अलिकति शान्त बसेर हौँ। अब छलफल सुरु भयो, त्यो चरणमा हामी अब प्रवेश गरेका छौँ। हामीलाई के लाग्छ भने हामी यसभन्दा अगाडि त्यो चरणमा प्रवेश गरिसकेकै थियौँ। त्यो चरणमा चाहिँ हामी अहिले प्रवेश गरेका छौँ। त्यसले गर्दा अब चाहिँ छलफलहरू अगाडि बढाउने। दलको नेता तपाईँ नै हो? आज यो चाहिँ हामीले दलको नेताको रूपमा म चुनिएको छु, दलले मलाई नै चुनेको छ। छैन त्यस्तो बन्देज लगाएको कुनै आधिकारिक सूचना तपाईँले पाउनुभयो र कहीँ कतै हामीले भनेर छौँ र त्यस्तो प्रवक्ता मार्फत मात्रै जाने कुरा छ नि त यहाँहरूको? होइन, कतिपय सूचनाहरू सही ढङ्गले जाओस् भन्नका लागि कहिलेकाहीँ पार्टीले एउटा कुनै यसरी जाउँ न भनेर सरसल्लाह गर्ने हदमा त्यो सरसल्लाह भएको होला, नत्र त साथीहरू बोलिरहनु भएको छ। म त तपाईँकै टेलिभिजनमा पनि हिजो अस्ति हाम्रै माननीय सांसदजी बोलेको पनि देखिरहेको थिएँ। त्यस्तो केही पनि छैन, तर खालि के भने आन्तरिक रूपमा सरसल्लाह गरेर प्रवक्ता मार्फत जाँदाखेरि एकै ढङ्ग हुन्छ, सजिलो हुन्छ भन्ने त्यो अभ्यास पनि हो। त्यसैको लागि त्यस्तो कुनै हामीले बोल्दै नबोल्नु भन्ने त्यस्तो छैन। त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारमा आफू सकारात्मक रहेको र सबै छलफलका लागि खुला रहेको बताउनुभयो। उहाँले आफ्नो पार्टीका मागहरू सम्बोधन हुने गरी सरकारमा जाने पनि बताउनुभयो। राउतले सरकारका लागि बन्ने समीकरण हेर्ने र आवश्यक निर्णय गर्ने जिकिर गर्नुभयो। भागबन्दाको कुरा होइन, अब सरकारमा जान हामी सकारात्मक छौँ भनेर मात्रै भनेको छौँ। त्यो त परिस्थिति निर्धारण गर्छ। सकारात्मक छ सरकारमा जान। अब कुन किसिमको समीकरण बन्छ त्यो हेर्न अझै बाँकी छ, सिन क्लियर हुन बाँकी छ। त्यस अगाडि चाहिँ अब पछाडि निर्णय ठोस हामी खुल्ला हुन्छौँ, जता पनि जान सक्नुहुन्छ। मूल कुरा चाहिँ के हो भन्दाखेरि अब हाम्रो माग मुद्दाप्रति प्रतिबद्धता जाहेर हुनु पर्यो, त्यो पनि ठोस किसिमले जाहेर हुनु पर्यो र इमान्दारीका साथ त्यो देखिनु पर्यो। त्यो चाहिँ मूल कुरा हो।